लगेडा हो आज म मासु बनाउँदैछु। यहाँ आज दिदीको रुममा आएको हो, टक्क अब नेपालबाट आइपुग्यो होइन। मासु त टक्क खानु पर्यो। लोकल कुखुराको मासु बिन्दाससँग हामी खाँदैछौँ। दिदी आएर आफै पकाएर खान लाग्छौँ। आफै पकाएर खान लाग्छौँ। दिदीको हातको खानाले पनि दिदीलाई आफ्नो हातको खिलाउनु पर्नेछ, आफैले बनाएर। त्यही भएर हाम्रो 7-8 वर्षपछि भेट भयो दिदीसँग। त्यही भएर आज मासु आफ्नै हातले बनाएर दिदीलाई टक्क बनाएर खिलाउनु पर्यो है। चिम्टा लाउनु त हो, यो तातो हुन्छ, डर लाग्छ नि। भक्टियो भने फेरि मासु सासु जान्छ है त। ढुङ्गाका चुल्हा अब के गर्ने? चुल्हा उठाएर खाने फेरि हुँदैन। हाम्रो गाउँमा मासु खाने भए आउनु है। 50 रुपियाँ प्लेट। 50 रुपियाँ प्लेट। सुगत मूल्यमा। अनि सुखद मिल्नेमा हेर्नुहोस्, मासु बिन्दाससँग छ। अब यो टक्का गरेर खाइदिनुपर्छ कि होइन? ल मासु पाक्यो अब। मासु पाक्यो। ल मासु खाने भए आउनुहोस्। यो हाल त मासु त मुखा। जणाम्मा पोटे क्यारे पोटे क्यारे पोटे कलेजी पोटे पोटे भाँडामा नि भएन। भुइँमै दिएँ ल। गएर दिनेशले मासु स्पेसली बनाउँछ अब। कोही खाने भयो बिन्दाससँग आउनु होला। अनि तपाईँ र म हामी बसेर खाउँला। मस्तसित खाने। मस्तसँग खाने। दिदीलाई मेरो हातको मासु कस्तो लाग्छ? ओ मर्ने को बात नै। ए सम्झना हुन्छ बिचारो न। एकदमै आउनुहोस् खाना खाना है त। भयो बन्द गर्नु। कति मिनट भयो?